साथीहरू, रोनाल्डो नाम त सुन्नुभएकै होला। झनै फुटबल मन पराउनेले त धेरै कुरा थाहा पनि पाउनुभएको होला। उनको जीवन रोचक मात्र छैन, धेरै प्रेरणादायी पनि छ नि। ल, थाहा पाऊँ है त रोनाल्डोको रोचक र प्रेरणादायी जीवनबारेमा। एक समयको कुरा हो, क्रिस्टियानो रोनाल्डो नामका एक सानो बालक मडेरा भन्ने सुन्दर टापुमा बस्थे। सानो सपना। रोनाल्डो सानैदेखि फुटबल खेल्न धेरै मन पराउँथे। उनीसँग राम्रो जुत्ता पनि थिएन, तर उनी दिनभरि बल लिएर दौडिरहन्थे। उनको सपना थियो, एक दिन म संसारकै उत्कृष्ट खेलाडी बन्छु। सङ्घर्षको बाटो। रोनाल्डोको परिवार धनी थिएनन्, कहिलेकाहीँ खाना पनि कम हुन्थ्यो, तर उनले कहिल्यै हार मानेनन्। उनले अरू साथीहरू सुत्दा पनि अभ्यास गर्थे। एक दिन उनी ठूलो क्लबमा खेल्ने अवसर पाउन लिस्बन पुगे। त्यो बेला उनी आफ्नो परिवारबाट टाढा बसे। उनी निकै भावुक भए, तर सपना छोडेनन्। सफलता आउँछ। उनको मेहनत देखेर ठूला क्लबहरूले उनलाई मौका दिए। पछि उनी रियल मद्रिद जस्तो विश्व प्रसिद्ध क्लबमा पुगे। त्यहाँ उनले धेरै गोल गरे, ट्रफी जिते र संसारभर प्रसिद्ध भए। आज रोनाल्डो विश्वकै महान खेलाडीहरूमध्ये एक छन्, तर उनी भन्छन्, सफल हुन चाहन्छौ भने मेहनत कहिल्यै नछोडू। उहाँको छोटो परिचय यस प्रकार छ। 1. जन्म र देश। जन्म फेब्रुअरी 5, 1985। देश पोर्चुगल। 2. खेल्ने स्थान पोजिसन फरवर्ड, गोल स्कोरर। 3. प्रमुख क्लबहरू म्यान्चेस्टर युनाइटेड, रियल मद्रिद, जुभेन्टस, हाल अल नसर एफसी। 4. किन प्रसिद्ध छन्? धेरै गोल गर्ने क्षमता, गति, फिटनेस र मेहनतका लागि चिनिने, कठिन परिस्थितिबाट विश्वकै उत्कृष्ट खेलाडी बनेका। मुख्य उपलब्धिहरू 5 पटक ब्यालन्डोर, विश्वकै उत्कृष्ट खेलाडी पुरस्कार, युइएफए च्याम्पियन्स लिगका धेरै उपाधि, राष्ट्रिय टोलीसँग युरो 2016 जित। रोनाल्डो केवल खेलाडी मात्र होइनन्, उनी मेहनत, अनुशासन र सफलताको प्रतीक मानिन्छन्।